जय श्रीराम। मलाई 2-4 जना मान्छेले चाहिँ अन्दाजा लाउनु हुँदो रहेछ कि म चाहिँ एकदम कट्टर बिजेपी हो हैन, कट्टर बिजेपी हो र उहाँहरूले मलाई 1-2 जनाले मलाई भन्नु पनि भयो कि तपाईँ त जताततै जय श्रीराम भनिराख्नु भएको हुन्छ, तपाईँ त कट्टर बिजेपी नै होला हैन। फेसबुकमा हेऱ्यो फेसबुकमै जय श्रीराम, मुखमा पनि जय श्रीराम, तपाईँ त कट्टर बिजेपी नै हो भन्दै मलाई अन्दाजा लाउनु हुँदो रहेछ हैन। र सबैभन्दा पहिले चाहिँ म के भन्न चाहन्छु भने नि भोट भन्ने कुरो चाहिँ यो आफ्नो विचारले दिने हो हैन, आफूले विचार गरेर दिने हो र म कुनै पार्टीको विषय लिएर चाहिँ मैले जय श्रीराम भनेको होइन। म चाहिँ कट्टर सनातनी हो हैन, तानातानी होइन र म सनातनी हुनाले गर्दाखेरि चाहिँ मैले जय श्रीराम भनेको हो। यो कुनै पार्टी लिएर चाहिँ मैले भनेको होइन, फेरि पनि भन्दैछु। र म तानातानी होइन, म सनातनी हो। फेरि पनि हजुरहरूलाई जय श्रीराम।